सम्पूर्णलाई नमस्कार। मेरो नाम रामेश्वर बराल, सुनडा टोल विकास संस्थाको सचिव र पोखरा महानगरपालिका वडा नम्बर 13 को चाहिँ बासिन्दा। 2082 साल भदौ 23 र 24 गते देशव्यापी रूपमा चाहिँ भएको जेन्जीको आन्दोलनले गर्दाखेरि चाहिँ हाम्रा धेरै निकायहरू चाहिँ ध्वस्त भएका छन् र ती निकायहरू चाहिँ ध्वस्त भएका निकायहरूलाई चाहिँ हामीले कसरी पुनर्निर्माण गर्न सकिन्छ भनेर चाहिँ हामी युवाहरू चाहिँ जागिरहेका छौँ। आज 2082 साल भदौ 30 गतेका दिन पोखरा महानगरपालिका वडा नम्बर 13 मा चाहिँ हामी सम्पूर्ण वडा नम्बर 13 बासिन्दाहरू मिलेर चाहिँ हाम्रो कार्यालय चाहिँ सफा गरिसकेका छौँ भने यस्तै गरेर हामीले अन्य निकायहरूमा अन्य ठाउँमा पनि हामीले चाहिँ सरसफाइ गर्दै आएका छौँ। हजुरहरू सम्पूर्ण युवालाई चाहिँ म के आग्रह गर्न चाहन्छु भने देश बनाउने भनेको, देशलाई अगाडि बढाउने भनेको नै युवाहरूले हो र सम्पूर्ण आफ्नो ठाउँबाट चाहिँ युवाहरू जागेर आफ्नो देशलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ र भएको ध्वस्त भएका निकायहरूलाई चाहिँ कसरी चाहिँ भोलिबाट चाहिँ कसरी हामीले चाहिँ कार्य सम्पादन गर्न चाहिँ हामीले सकिन्छ भनेर चाहिँ अगाडि बढिदिन हार्दिक अनुरोध गर्दै सम्पूर्ण युवाहरू चाहिँ एक साथ भएर हातमा हात गरेर चाहिँ आफ्नो ठाउँलाई चाहिँ राम्रो बनाउन अगाडि बढिदिन आग्रह गर्दछु। हस्त धन्यवाद। नमस्ते, म पासाङ तामाङ, वार्ड स्कोरको सञ्चालक र आज भइरहेको वडा नम्बर 13 मा हाम्रो सरसफाइ र रिबिल्डिङ क्याम्पेनमा म आज हाजिर भएको छु र हजुरहरू पनि आफ्नो देशको लागि, आफ्नो राष्ट्रको लागि, आफ्नो सोसाइटीको लागि पुनर्निर्माण लागु पर्नुहोस्। हस्त धन्यवाद। बचाएका जस्तै हो क्या हामी चाहिँ। हेलो एन्ड नमस्ते, म जसपर गुरुङ, फाउन्डर CEO अफ वार्ड स्क्वाड। आज म वडा नम्बर 13 मा छु। रिबिल्डिङ कार्यक्रम क्याम्पेन हाम्रो किरण दाईबाट आयोजित रिबिल्डिङ कार्यक्रममा म नि आज सहभागी छु। अब युवाहरू घर नबसौँ, बाहिर निस्क्यौँ, फिल्डमा निस्क्यौँ। अब हामी सबै एकअर्कालाई सपोर्ट गरेर हामी देश बनाउनतिर लागौँ, किनभने समय आइसकेको छ कि अब यो देशको भविष्य नै युवाहरूको हातमा छ। हामी सबै एकजुट भएर देशको विकासतर्फ लाग्नुपर्छ। यदि हामी अहिले लागेनौँ भने कहिले पनि हाम्रो देश बन्ने पनि छैन। सही मान्छेलाई हामीले पावरमा पनि पुर्याउन हाम्रो त्यो कर्तव्य हो। हामी सबै एकजुट भएर चाहिँ अहिलेको समय एकअर्कालाई तल झारेर होइन कि एकअर्कालाई सपोर्ट गरेर हामीले देशको विकासतर्फ हाम्रो दिमागलाई र शक्तिलाई लानुपर्ने अवसर र समय आइसकेको छ। त्यसैले मेरो रिक्वेस्ट छ कि हरेक युवाहरू, हाम्रो नेपालको हरेक घरमा भएको युवाहरू निस्केर चाहिँ अब देशको विकासतर्फ लाग्नुपर्छ। हामी सबै एक हौँ र देशको असल विकासतर्फ लागेर चाहिँ देशलाई एउटा सुरक्षित र भोलिको दिनमा गएर विकसित देश बनाऊँ। तपाईहरूको साथ सहयोग र हरेक युवाको दिमाग र सपोर्टले नै यो सम्भव छ। थ्याङ्क यू।